ल साथी सबैले सम्पूर्णमा गुड मर्निङ है। सो आज चाहिँ म तपाईँहरूलाई हाम्रो बदामताम टु दार्जिलिङको बाटो चाहिँ भ्रमण गराउँदैछु है। के बाटोको अवस्था चाहिँ एकदमै खराब छ, यस्तो छ है। यता जोगाएर कुदायो भने उता झरिहाल्छ टायर, कता कता खाल्टा चाहिँ जोगाउने यस्तो छ। बाटोको अवस्था चाहिँ एकदम नाजुक। अब यो बर्खामा त झन् यो बाटो एकदम खराब भएर जान्छ है। यसरी कुदाउनुपर्छ, छान्नी छान्नी बाटो। बाटो छानेर कुदाउँदाखेरि पनि चाहिँ कामै लाग्दैन। स्पिड हिँड्नु पनि अब यहाँदेखि उता यहाँसम्म मचिन्छ बाइक, त्यहाँबाट कि यस्तो हुन्छ यो कन्ट्रोल गरिहाल्नुपर्छ। त्यसले गर्दाखेरि यहाँ चाहिँ स्पिड हिँड्ने चान्स पनि छैन। बाटो छ है। एकदमै जोगाएर कुदाउनुपर्छ बाइकहरू चाहिँ। जग्गा जग्गा चाहिँ स्पिड हिँड्नु पाइयो यसरी। अझ अगाडि गाडी परेको छ भने यस्तो बिजोक हुन्छ, धुलो आएर। अहिले अगाडि यो बाइक छ मेरो अगाडि, यसले पनि धुलो उडाएर यहाँ आँखामा बसिसकेको थियो। अलिक साइड गरेर रोक्नु पर्दैन, खाल्टामा गयो मेरो बाइक। एउटा कुरा चाहिँ यहाँ भन्नु सक्छु म तपाईँहरूलाई, यो बाटोमा चाहिँ एकदमै थेरापी चाहिँ नेचुरल हुन्छ है। नेचुरल थेरापी हुन्छ। जसलाई जिउ दुख्ने बिमार छ, नसोको बिमार छ है, जसलाई ज्यादा अल्छी लाग्छ, आउनुहोस् मसँग राइड गर्नुहोस्, म तपाईँहरूलाई एकदम चङ्गा बनाइदिन्छु फ्री अफ कस्ट। बदामताम टु दार्जिलिङ, दार्जिलिङ टु बदामताम गरेर म तपाईँहरूलाई एकदम चङ्गा बनाइदिन्छु। भन्दा भन्दै एउटा गाडी अगाडि रहेछ, अब बिजोकै भयो है। धुलो चाहिँ अब यस्तो खानुपर्छ कि बजार पुग्दा चाहिँ बल्दा टल्किने हुन्छ हौ। अरू के भन्नु, यी बाटो हेरिहाल्नुहोस्। भला क्यामेरामा नदेख्ला, तर यी रियलमा चाहिँ यस्तो छ है। तपाईँहरू स्वयं कुदाएर कुदाउनु भन्छ। अनि पाउडर, गाडीले पाउडर उडाइदिँदैछ। धन्यवाद बाटो सुन्नु भएकोमा। नत्र भने चाहिँ धुलोले चाहिँ खराबै बनाइन्छ। फेरि एउटा कुरा यस्तो क्या, म चाहिँ गाडीलाई चाहिँ हतापत हर्न चाहिँ बजाउँदिनँ, किनकि उनीहरूलाई पनि ड्राइभरलाई साह्रो परेको हुन्छ। बाटो त अब सबैलाई अप्ठ्यारो छ, थाहै छ होइन। ठुलो जग्गा छ भने चाहिँ म पास माग्छु, नत्र भएदेखिलाई त्यति नछिर्ने जग्गामा चाहिँ म जबरजस्ती हर्न पनि बजाउँदिनँ। मलाई चाहिँ हतारै किन नहोस् है। र कति ड्राइभरहरूले चाहिँ मलाई बुझेर पनि पास दिनुहुन्छ क्या। उहाँहरूले चाहिँ अब त्यो अब्जेक्ट मिररमा हेर्नुहुन्छ त, साइड मिररमा हेरेपछि बिचराहरू मलाई देख्नुहुँदो रहेछ। अनि अब बुझेर पनि दिइहाल्छ साइड है। बुझ्छ ड्राइभरले, किन बुझ्दैन। बाइकलाई कति साह्रो पर्छ धुलोमा भन्ने कुरा, त्यही भएर चाहिँ उहाँहरूले साइड दिइहाल्छ। सो त्यस कारण चाहिँ म हत्तापट्ट हरेर चाहिँ बजाउँछु। जस्तो अहिले चाहिँ मैले बजाएँ है, किनकि अलिकति जग्गा थियो र बिचराले मलाई पास पनि दिइहाल्नु भयो है। त्यस्तो हुन्छ कुरा चाहिँ। फिलहाल चाहिँ म ड्युटी पनि गएको है। ड्युटी
ड्युटी पनि छ। अनि आज चाहिँ अलिकति सोचेँ त मैले बाटोको यसो अपडेट हाल्नु पऱ्यो भनेर क्या, त्यही भएर मात्रै नत्र भए चाहिँ म हतपत ब्लग्स भिडियोहरू चाहिँ गर्दिनँ। च्यानल त छ मेरो है, सब्सक्राइबर पनि त्यस्तो छैन मेरो, पेज पनि खोलेको छु, पेजमा पनि त्यस्तो उयो त फलोवर्स छैन। भर्खर बच्चै हो मेरो च्यानल पेजहरू चाहिँ एकदमै, किनकि म ज्यादा युज पनि गर्दिनँ त। लु यी बाटो हेर्नुहोस् यस्तो छ है, टाक टाक ढुक्कु गर्छ। अब यताबाट कुदाउनुपर्छ, भिरको बाटो छान्नुपर्छ बाइक जोगाउनुको लागि। यस्तो सेपर लानुपर्छ क्या बाइक चाहिँ। बाटोहरू चाहिँ एकदमै खराबै छ भने मैले तपाईँहरूलाई यहाँ चाहिँ एकदमै नेचुरल थेरापी हुन्छ तपाईँहरूको। किन डक्टरकोमा गएर पैसा खेर खानुहुन्छ, आउनुहोस् मसँग एक हप्ता राइड गरौँ, तपाईँहरू एकदम निको हुनुहुन्छ। फ्री अफ कस्ट, तेल मेरो, बाइक मेरै। अब अहिले त पानी नपरि यस्तो छ, अस्ति एक दिन पानी पर्दा झन् कस्तो घिनलाग्दो भएको थियो उयो, अस्ति एक दिन पानी पर्दा झन् कस्तो घिनलाग्दो भएको थियो बाटो, काँक्राङ्ग्रो खोलाको बगर जस्तो भएको थियो है। एक हप्ता पानी आएको त छैन, सडक त के गर्नु अब। त्यसरी साइडको माटो हेर्दै कुदाउनु पर्छ अब, त्यही रोड छोडेर क्या। एकदमै गाह्रो छ यी। यता कुदायो फल्टाइ भेट्छ, उता कुदायो फल्टाइ भेट्छ। यताबाट अलिकति जोगाएर निकाल्नु, अर्को साइड त भेटिहाल्छ। नचाहँदा पनि फल्टाफुटी भन्नुपर्छ बाइक। एउटा कुरो यहाँ चाहिँ जत्तिकै राम्रो रोड बनाए पनि यो जग्गामा चाहिँ क्या, जत्तिकै राम्रो रोड बनाए पनि पेले पनि यहाँ चाहिँ ट्याक्कै खप्दैन। यो चाहिँ म छक्कै लाग्छ क्या। यहाँ चाहिँ हल्का प्लम गर्नु हुँदो रहेछ उहाँले, सायद अब बाटो सुरु भएको पो हो कि भनेको त मलाई त थाहा त छैन। अब यहाँ चाहिँ बर्खामा पानी बग्दाखेरि चाहिँ तपाईँको खोलाभन्दा कम हुँदैन यो रोड। रोड चाहिँ यस्तो छ।